अर्को काण्ड बिर्स्यौँ भन्यो फेरि अर्को काण्ड। कसैको सम्पत्ति खाए पनि खान मजाले पाइन्छ, मुद्दा लाग्दैन। हिजो भुलचुकले मुद्दा लागेको रहेछ भने माफी बिना हुन्छ, अभियोग परिवर्तन गरिन्छ, अभियोग फेरिन्छ, अभियोगबाट बरी गरिन्छ, चुनावमा हिरो बनाएर अगाडि सारिन्छ। दुनियाँको पैसा, हिनामिना भएको पैसा कसले तिर्छ? महान्याधिवक्ता कार्यालयले तिर्छ। अरूका सरकार बन्न दिँदैनौँ भन्यो भने ढाल्छौँ, फाल्छौँ। सङ्घर्ष गरेर यहाँ टिकेका हौँ, सङ्घर्ष गरेर टिक्छौँ, सङ्घर्ष गरेर जित्छौँ, सफल हुन्छौँ, देशलाई सफल बनाउँछौँ। आज जनताको प्रतिनिधिको रूपमा नेकपा एमाले जस्तो ढङ्गले उभिएको छ, आजको राजनीति हामीले बुझ्न जरुरी छ। आजको राजनीति, राजनीतिक लडाईँ दुईटा कुराका बिचमा छ। पछिको गन्तव्य अर्को होला प्रतिक्रियावादीहरूको। आजको गन्तव्य नेपालमा नेपाली सरकार बन्न हुँदैन, उनीहरूको कुरा त्यति हो। अहिले हाम्रो सङ्घर्ष अरूभन्दा पनि नेपालमा नेपालीको सरकार हुनुपर्छ। नेपाल सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो, यो स्वतन्त्र राष्ट्र हो र यहाँ नेपाली सरकार हुनुपर्दछ, विदेशीको पपेट सरकार होइन। नेपालीको सरकार हुनुपर्दछ भन्नेका घर घर सानी सानी आगो लगाइएको छ। त्यस्तो भन्ने पार्टीहरू, राजनीतिक शक्तिहरूका कार्यालयहरू आगो लगाइएको छ। नेपालीकै सरकार भएको हुनाले नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन व्यवस्थापिका भवन आगो लगाउने, कार्यपालिका भवन आगो लगाउने, न्यायपालिका भवन आगो लगाउने, नेपालको राष्ट्रिय अर्थतन्त्र नेपाली अर्थतन्त्र हुनुपर्छ भन्ने अरूका उद्योगहरू जलाउने। अहिले व्यापारीहरू भागेर हिँड्नुपर्ने अवस्था छ। नेपालमै उद्योग खोल्ने, नेपालमै रोजगारीका अवसर सिर्जना गर्ने, नेपाललाई राष्ट्रिय अर्थतन्त्रको रूपमा विकास गर्ने प्रयास गर्ने व्यापारीहरूलाई लखेटिएको छ। अब कसैलाई कुनै कानुन लाग्दैन, कुनै मुद्दा लाग्दैन, कसैको सम्पत्ति खाए पनि खान मजाले पाइन्छ, मुद्दा लाग्दैन। हिजो भुलचुकले मुद्दा लागेको रहेछ भने माफी बिना हुन्छ, अभियोग परिवर्तन गरिन्छ, अभियोग फेरिन्छ, अभियोगबाट बरी गरिन्छ, चुनावमा हिरो बनाएर अगाडि सारिन्छ। र यदि नेपाली सरकार, नेपाली अर्थतन्त्र, नेपाली संस्कृति, नेपाली सभ्यताका कुरा गर्छ भने घरबाट बाहिर निस्किन नदिने, त्यसलाई मार्ने, कुट्ने, काट्ने। पार्टीका प्रमुख नेता, 82 वर्षका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भौतिक आक्रमण भयो। यति असभ्य पनि हुन्छ समाज? उनकै पार्टीका नेता हुँ भन्ने मान्छेहरू त्यसको समर्थनमा कराए तर विरोधमा एक शब्द बोलेनन्, सहानुभूतिसम्म व्यक्त गरेनन्। कहाँ पुग्यो नेपाल? महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलङ्कित भएको छ, लज्जाको विषय बनेको छ। यस्तो पनि हुन्छ? यसो बिर्स्यौँ भन्यो, डिम्बका कारोबार बिर्स्यौँ भन्यो फेरि अर्को काण्ड, अर्को काण्ड बिर्स्यौँ भन्यो फेरि अर्को काण्ड। अब अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताका काण्ड, दुनियाँको पैसा, हिनामिना भएको पैसा कसले तिर्छ? महान्याधिवक्ता कार्यालयले तिर्छ। अरूका सरकार बन्न दिँदैनौँ भन्यो भने ढाल्छौँ, फाल्छौँ। भ्रम राख्नु हुँदैन। हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो। सबभन्दा उन्नत लोकतान्त्रिक अभ्यास गरेर यो पार्टी अगाडि बढ्छ। हिजो मात्रै त्यागको भावना थियो भन्ने होइन, हिजो पनि त्यागको भावना थियो, अस्ति पनि त्यागको भावना थियो, आज पनि त्यागको भावना छ र भोलि पनि
परिवर्तनकामी जनताको त्यागको भावना रहिरहन्छ। बिना त्याग संसार परिवर्तन हुँदैन। मेहनत चाहिन्छ, त्याग चाहिन्छ, बलिदान चाहिन्छ, निष्ठा चाहिन्छ। शेरबहादुरलाई जसरी बलजफ्ती निष्कासन भनेर उनीहरूले अहिले गरेका छन् त्यस्तै त हाम्रो पार्टीमा नि गर्न खोजेको थियो नि त। कारबाही हुनुपर्छ, जिम्मेवार बन्नुपर्छ, यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थियो। त्यसो भए जनताले फैसला गरून्, कार्यकर्ताले फैसला गरून् भनेर 1 वर्ष अगाडि नै महाधिवेशन तानेर हामीले महाधिवेशन गरेर एउटा फैसला गऱ्यौँ। यति ठुलो हमला भयो कि सरकार अपदस्थ गर्नेदेखि लिएर आगो लगाउनेदेखि लिएर मुलुक जलाउनेदेखि लिएर अब अहिले मुलुक जलाउनेहरू गर्वका साथ जलाए हामीले गरेका हौँ, हामी जिम्मा लिन्छौँ भनेर जिम्मा लिनेले हाम्रो घर बनाउनु पर्दैन। जलाएका घरहरू तिनैका डाको ठुला छन्। फेरि कोही कोही केपी ओलीसँग लड्न जान्छु चुनाव भनेर तामझाम गरेर हामीले नचिन्ने खालका नोट लिएर पुगेका छन् निर्वाचन क्षेत्रहरूमा। यी त हामी झेलिराखेकै छौँ। हामी प्रतिक्रियावादी शक्तिहरूका दया माया कृपाले यहाँसम्म आइपुगेका होइनौँ, टिकेका होइनौँ। सङ्घर्ष गरेर यहाँसम्म आएका हौँ, सङ्घर्ष गरेर यहाँ टिकेका हौँ, सङ्घर्ष गरेर टिक्छौँ, सङ्घर्ष गरेर जित्छौँ, सफल हुन्छौँ, देशलाई सफल बनाउँछौँ। नेपाल हार्दैन, नेपाललाई हार्न दिँदैन, किनभने यहाँ नेकपा एमाले छ।